गाइज म चाहिँ बाख्रा हेर्न जाँदैछु है सरो लाएर। आज चाहिँ मेरो बाख्रा हेर्ने काम। बाख्राहरू चाहिँ यता लग्दैछु सरर। बाख्रा वनतिर चराइन्छ बाटोमा हैन, बाटोमा लग्दैछु। अहिले चाहिँ ठ्याक्कै 12 10 भयो है। अनि चिसो ढुलो उड्छ यस्तो बाख्राहरू। घाम लागेछ मिठो जाडोको बेला टाटो हैन। अनि यिनी बाख्राले चाहिँ यहाँ घाम टाप्न पर्ने रे। अब यहाँ बस्छ नि है। भनेको यार बसिन यार, बाख्राले मलाई प्राइङ हान्यो होइन होला के हो ए हो त्यस्तो। यो चाहिँ खोला हो, हाम्रो घरबाट नजिकै पर्ने खोला हैन। मुलङ्ने वन चाहिँ योभन्दा भित्र पारी पर्छ हैन। म चाहिँ एक्लै हो जाने बाख्राहरू फेरि चोट पलाएर। अनि के भन्नु यार, हेर्दै गरौँ यार गाइज ब्लग यार। मैले चाहिँ पहिलोचोटि ब्लग गरेको शर्म लाग्छ यार आफ्नोबाट यार। के भएको अनि यहाँनिर यस्तो छ हालत। बाटोको हालत देख्न सक्नुहुन्छ तपाईँहरू। बाटो त यहीँ छ कि बिजोक त हाम्रो नौबेनी सरकारको काम। जसै बाटो सोरै काम भएन त्यहाँ चाहिँ माछा मारै कार्यक्रम चलिरहेछ तल हैन। बिहान बिहान चिसोलाई चिसो भन्दैनन् हाम्रो माछा मार्ने टोलीहरूले। यति छिटो आन्छन् खोलामा। डली मारै कार्यक्रम भन्छ। यो चाहिँ बर्खामा ठुलो हुन्छ है। माछा मारे कार्यक्रम चलिरहेछ है टोलीहरूको। के गर्ने, अलि राम्रो क्यामेरा खट्टा देखान्छु है। बाटोमा आइसक्यो चोटो लाएर हैन। पुरानो पर्ने चाहिँ माथि हो। टोलीहरू बाइक साइक लिएर आएछन् यहाँ माछा मार्नु। बाख्राले चाहिँ यसरी पुल तर्छ यहाँदेखि। अनि पुलको हालत फेरि अलि नाजुक छ। बर्खामा खोला ठुलो हुन्छ, त्यही भएर बानी लाएको यस्तो छ पुलको हालत। यताको यो लट्ठा छिन्ने छ, चुड्डे छ यो एकपट्टिको मात्रा। के गर्ने यस्तो छ अवस्था। बेलुन पुल बनाऊ हर्क तर यार नभन्नु पर्ने हो केही छैन। यो चाहिँ बर्खामा चाहिँ ठुलो हुन्छ है, देख्न लायक हुन्छ। यो चाहिँ खतरा त्यही हो। चाहिँ लगाइयो, म चाहिँ अगाडि आइसकेँ फेरि हैन। अब नि मजाले बसिन्छ अनि सुटिन्छ भेटान। नजरा देखो, नजरा, जरा ये नजरा देखो।
निकै हो है मेरो छोटो मिठो भ्लगमा तपाईहरुलाई भिडियोमा है भ्लग भिडियो जेमा पनि उयो आखिर यो तपाईहरुले हेरिदिनु भयो होला 5 जनाले पनि हेरिदिनु भयो होला तपाईहरुले धेरै 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 धन्यवाद म चाहिँ बसे है लट्ट है गाई चाहिँ